चित्त बुझ्दैन रहेछ यो। अगाडि जसरी बोल्नु भएको छ त्यसरी नै पछाडि बोल्नु पर्यो। हामीले त्यति राम्रोसित बोल्नु आउँदैन होला, तर राम्रोसित काम चाहिँ गर्नु आउँछ, आफ्नो देशलाई जोगाउनु आउँछ। पक्ष र विपक्ष भन्नाले एउटै डुङ्गामा चढेर जाउँ न, एउटा नेपाल राम्रो बनाउनको लागि। के छ र, गल्ती हाम्रो भयो भने हामी सुधारौँला, गल्ती तपाईँबाट सुधारौँला। किन यो भेदभाव? मलाई भन्नुभएको होइन तपाईँहरूले, कतिजना मान्यज्यूहरूले मलाई भन्नुभयो होइन संविधानको स थाहा छैन यहाँ आएर भने। अहिले आएर संविधान स थाहा नहुने मान्छेले तपाईँलाई संविधान सिकाउनु पर्ने यो दिन आएको हो यो सदनमा। निर्मला हत्याकाण्ड पनि राजनीति भएको होइन त्यतिखेर? तपाईँहरू मलाई भन्नुहोस्, त्यो सानो नानीको लासमाथि राजनीति गर्ने को हो त्यतिखेर? हाम्रो देश बचाउनलाई र बनाउनलाई सहकार्य गरेर जाउँ, एकअर्काको खुट्टा तानेर नजाउँ, एकअर्कालाई सम्झाइ बुझाइ गरेर जाउँ। हाम्रोबाट गल्ती कमी कमजोरी छ भने सम्झाएर जाउँ, बुझाएर जाउँ, मिलेर जाउँ र देशलाई एउटा निकास दिउँ। हामीले त्यति राम्रोसित बोल्नु आउँदैन होला, तर राम्रोसित काम चाहिँ गर्नु आउँछ, आफ्नो देशलाई जोगाउनु आउँछ। चाहे तपाईँ नै होस्, तपाईँको जिम्मेवारी पनि हाम्रै टाउकोमा छ। हामीले नै त्यो जिम्मेवारी निर्वाह गरेर हामी तपाईँको सुरक्षाको लागि हामी खटिरहेछौँ। हामीले कहिले पनि भनेको छैनौँ कुनै दल कुनै पार्टी भनेर हामीले छुट्याएको छैनौँ यहाँ। तर पहिला के हुन्थ्यो, हामी पहिला बस्दाखेरि एउटा नागरिक भएर हेर्दाखेरि के हुन्थ्यो, यताबाट एकजना उफ्रिनुहुन्थ्यो, उताबाट अर्कोजना उफ्रिनुहुन्थ्यो, दिनभरि त्यो ड्रामा हुन्थ्यो हाम्रोबाट यहाँ।